हेलो फ्रेन्ड्स, म यो मेरो वर्षे टुरको हाम्रो साथीहरूसँगको वर्षे टुरको हजुरलाई जानकारी दिनेछु। रोड कन्डिसन है, हामी त्यो ओक्रेमा पुगेर चाहिँ यो रफ बाटोको त्यहाँ माथि चाहिँ एउटा होमस्टे छ। त्यो होमस्टेमा एकछिन बसेर चाहिँ अब म सबैजना हिँडेर छिटो छिटो गयो, म चाहिँ ढिलो भएँ। बिस्तारै बिस्तारै हिँड्दै चाहिँ म गाडीतिर लाग्दैछु। अनि त्यो गाडीबाट चाहिँ चढेर जानुपर्ने हुन्छ। होमस्टेमा चाहिँ यसरी हिँडेर जानु पर्दो रहेछ। अब म गाडीमा आइपुग्नु लागेँ। होमस्टेमा सामान राखेर अब यहाँ थुप्रै गाडी लागिरहेको, अरूहरूको गाडी पनि राखेको हुँदो रहेछ। होमस्टेहरू पनि रहेछ, क्यान्टिनहरू जस्तो पनि रहेछ। अनि अब हाम्रो गाडी त्यहाँ पर राखिरहेको छु, किनभने माथि एकदम अप्ठ्यारो रोड रहेछ अनि यो तल बाटोमा ल्याइराखेको थियो। त्यसले गर्दाखेरि म गाडी भएकोमा आइपुग्नु लागेको छु। हजुरहरूलाई म बाटोमा देखाउँदैछु। अब म मेरो गाडी भएकोमा आइपुगेँ है, गाडी भएकोमा आइपुगेँ। अब फेरि यहाँदेखिको 11 किलोमिटर जानुपर्ने हुन्छ यो ओक्रेको यो बाटो। यो 11 किलोमिटर यो बाटो गाडीले क्रस गर्नुपर्ने हुन्छ। होमस्टेबाट पनि यसरी गाडीले लगेर जान्छ 11 किलोमिटर पर्दो रहेछ यहाँदेखि, जुन चाहिँ गुराँसको जग्गा, जुन चाहिँ वर्षे भेट्ने गेटमा चाहिँ पुर्याउँदो रहेछ। यति लामो डिस्टेन्स छ यो पनि। जहाँ फेरि यो जङ्गल भएर गाडीमा जानुपर्ने हुन्छ 11 किलोमिटर। त्यसको बापत पनि बाटोमा यति बिघ्न जाम हुँदो रहेछ। त्यो माथि चाहिँ गाडीको एकदमै जाम हुन्छ। अहिले त खुल्ला छ, हामी जाँदैछौँ मजाले 11 किलोमिटर जाँदैछौँ उकालो होइन, उकालो जाँदैछौँ। दिन पनि अलिक राम्रो हुँदैछ। अब यो सबै यो यतिको यात्रा सकिसकेपछि चाहिँ हामीले गेट भेट्छौँ। तर गेटमा पुग्नु नपाइने तलै नै 1 किलोमिटर तलमै गाडी राख्नुपर्ने हुँदो रहेछ, किनभने गाडी एकदम बिघ्न हुँदो रहेछ। राति नै उठेर गयो भने मात्रै छिटो ठाउँ पाउँदो रहेछ, माथि गेटमा बस्ने चाहिँ ठाउँ पाउँदो रहेछ होइन। अब हामीले गाडी राख्यौँ। अब गाडी राखेर चाहिँ अब हिँड्नेतिर लाग्यौँ। अब हिँड्नुपर्छ। हेर्नुहोस् न गाडीको भिड कति छ त्यहाँनिर। हिँड्नु पर्ने हुन्छ। भुइँभरि गुराँसको पत्ता झरेको छ। अनि यो गाडीहरू हेर्नुहोस्, म तपाईँहरूलाई देखाउँछु। यो रोडोडेन्ड्रोनको गेटै आएको छैन र पनि यहाँनिर गाडीहरूको भिड छ। हामी हिँड्दै नै जाँदैछौँ। हामी अलिकति ढिलो भएकोले गर्दा अलिकति तलै 1 किलोमिटर जस्तो तलै राख्नु पर्यो। छिटो गयो भने चाहिँ त्यहाँ छिटो ठाउँ पाउने रहेछ माथि नै। हामीदेखिको बादमा आउनेहरू त झन् कति किलोमिटर हिँड्नु पर्यो होला, तलै राख्नु पर्यो। यसरी हामी बाटो हिँड्दै त्यो रोडोडेन्ड्रोन स्याङ्चुरीको गेटमा पुग्छौँ हो। धेरै भिड हुन्छ। यो त कति पनि होइन हिँड्नु त, हामीलाई खुसी लागिरहेछ अहिले चाहिँ यति मात्रै। तर माथि पुगेपछि चाहिँ जोडले हिँडाइ हुन्छ। अब हामी वर्षे लाग्दैछौँ। अब वर्षेको बाटो सानो बाटो गेट क्रस गरेर वर्षेको सानो बाटो वर्षे जाने बाटो हिँड्दैछौँ। हिलेमा हिँड्दैछौँ अब अहिले हामी। बाटो चाहिँ यस्तो छ साथीहरू, बिस्तारै हिँड्नु पर्छ। सानो बाटो, 2 जना अटाउने त्यस्तो खालको बाटो छ। अनि जङ्गल यहाँ त एकदमै एक्लै दुक्लै त हिँड्नु अब डरै हुने खालको जङ्गल छ। तर बाटो चाहिँ सानो बाटो छ। यी सबै हामी साथीहरू यसरी हिँड्दै जाँदैछौँ। यसरी नै हिँड्दै चाहिँ 5 किलोमिटर हिँड्नुपर्छ साथी हो। आउँदाखेरि पनि 5 किलोमिटर, अनि गाडीमा पुग्नु अझै 1 किलोमिटर, भन्नुहोस् 6 किलोमिटर भनौँ न। यस्तो बाटो छ, सबै देखाइदिँदैछु। यसरी मान्छेहरू बाटोमा आएर बोकेर लिएर जङ्गलको बिचबिचमा यसरी बसेर खाने पनि गर्दो रहेछ। खाजा बोकेर लिएर मान्छे नै हिँड्नु गाह्रो, हामीले त खाजा केही पनि बोकेनौँ। मान्छेलाई नै हिँड्नु गाह्रो, कसरी हिँड्नु।
अनि यसरी तेर्सो बाटो चाहिँ साथीहरू। अब यसरी जाँदैछौँ हामी। ऊ बच्चाहरू नानीहरू धरि पनि लिएर आउँदै रहेछ। बाफ्रे बाफ्रे, आफै हिँड्नुलाई कठिन कसरी लिएर आउँछ। सानो सानो नानीहरू पनि बोकी बोकी आउँदो रहेछ जङ्गलमा। फ्यामिलीहरूसँग आउँदो रहेछ। हेर्नुहोस् त, नानी बोकेर आएको। कहिले पुग्ने होला। यस्तो बेसी टाढो छ, हिँडाइ थकान ज्यादा हुन्छ। हाम्रो साथीहरू चाहिँ यसरी रमाइलो गर्दै हिँड्दै बाटो काट्दैछौँ। मजा आउँदैछ बाटो काट्नु। यसरी जाँदा त मजा आयो, आउँदा चाहिँ धेरै थाकेर यो मुडै थिएन कि। अन्त मजाले जाँदैछौँ हामी बाटो। यो सानो बाटो छ, बेला बेलामा त मान्छेको पनि जाम हुँदो रहेछ, ट्राफिक जाम जस्तै। सानो बाटो भएको कारणले गर्दाखेरि यसरी जाँदैछौँ गीत गाउँदै हामी। साथीहरू, हाम्रो स्कुलको स्टाफ साथीहरू हल्ला गर्दै हामी बाटोमा जाँदैछौँ, रमाइलो गर्दै। मजा आएको छ। यो देख्नुभयो, यति बिघ्न मान्छेहरू जान्छ त्यहाँनिर। छोड्दैछ, कतिले नागेर जाँदैछ, कोही पिछाडिँदैछ, कोही अगाडि हिँड्दैछ। त्यस्तो भइरहेको हुन्छ। कोही फर्किँदै पनि गरेको होइन। यस्तो दृश्यहरू देख्न पाइन्छ यहाँनिर चाहिँ। यो मार्च अप्रिलको बेलामा चाहिँ, मार्च भन्दाखेरि त्यस्तै अप्रिल 1 तिर चाहिँ राम्रो सिजन रहेछ। हो यसरी जङ्गलको बाटो चाहिँ कति हिँड्नुहुन्छ भन्नुहोस् नि। 5 किलोमिटर चाहिँ हिँड्नुपर्छ। हेर्नुहोस्, म बाटो तपाईँहरूलाई देखाउँछु मजाले। वर्षेको यात्रा कस्तो हुँदो रहेछ, कतिसम्म हिँड्नु पर्दो रहेछ। साथीहरू इन्जोय गरिराखेको छ हो। राम्रो कोही बेला फ्रेस हुनुपर्छ यसरी नै होइन। टाउनको कोलाहल वातावरणदेखि यस्तो जङ्गलको वातावरण पनि घुम्नु पाउँदा रमाइलो हुन्छ। यसरी नै रमाइलो गर्दै हामीले 5 किलोमिटर क्रस गर्नुपर्ने छ। कति किलोमिटर पनि भइसकेको छैन अहिलेसम्म। हिँडिरहेको छौँ। कोही देख्नुहोस् साथीहरू, कतिजना फर्किँदै पनि छ त्यहाँनिर। देख्नुभयो, गएर पनि फर्केको सानो नानीहरू धरि पनि लिएर गएको हुन्छ यहाँनिर चाहिँ। कतिजनाले कसरी लान्छ कुनै, कोही चाहिँ फर्किँदै गरेको हुन्छ। उनीहरू छिट्टै गएर सायद फर्केको होला। कोही त्यहीँ बसेको पनि हुनसक्छ, माथि होमस्टेमै बसेको पनि हुनसक्छ। यो वर्षेभित्र पनि होमस्टे हुँदो रहेछ, होमस्टे बस्ने जग्गा रहेछ। त्योबाट कतिजना फर्किँदैछ, कतिजना बिसाइरहेको छ। सबैजना नानीहरू लिएर, डन्ठी लिएर, त्यो स्टिक लिएर हिँड्नुपर्ने हुँदो रहेछ। यति बेसी अप्ठ्यारो पनि छ कतिवटा जग्गामा होइन। पानी भएको जग्गाहरू पनि छ। हेर्नुहोस्, मान्छेहरू आएको छ। कहिले एकदमै सुनसान चाहिँ हुँदैन रहेछ। यो खतरा जङ्गल छ तर पनि सुनसान नहुने, मान्छेहरू हिँडिरहेको हुँदो रहेछ यो जङ्गलमा चाहिँ। रमाइलो गर्दै हाँस्दै हामी त हिँडिरहेको छौँ। यो जिन्दगीको एकदमै मेमोरेबल दिन हो। मजा आएको छ हामीलाई यसरी हिँड्दै गर्नु। हाम्रो साथी नाच्दैछ त्यहाँ, सबैलाई हँसाउँदै हिँड्नु हुँदैछ। सबैजना यसरी रमाउँदै हिँडिराख्नु भएको छ, साथीहरू पनि। ढले भन्दै गर्दै हुनुहुन्छ त्यहाँ गीत चाहिँ। एकदम ढले गर्दै हिँड्दै हुनुहुन्छ साथीहरू। मजा आइरहेको छ। गीत गाएर एकदम
गीत गाएर मजा आइरहेको छ बाटो काट्नु। यो हो नि त अब एक्लै हिँड्नु त एक्लै चुपचाप हिँड्नु त सकिँदैन रहेछ यो बाटोमा। अनि रमाइलो गर्दै कराउँदै हिँड्दै जङ्गलमा होइन। हामी त लास्टमा परेछौँ, सबैजना अघि गइसकेछ। अब हामी त्यहाँ जङ्गल पसेर आधी बाटो नै आइपुगिसक्यौँ है। अब हामी बाटोहरू चाहिँ साथीहरू हेर्नुहोस् सुबिस्ता खालको बाटो छ, एकदम सुबिस्ता छ। कतिवटा जग्गामा मात्रै अप्ठ्यारो हो, नत्र भने त सुबिस्ता छ। जङ्गलमा मजाको जग्गाहरू पनि राखेको हुँदो रहेछ, त्यहाँनिर गएर मान्छेहरू बस्दै पनि रहेछ, खाजा खाँदो रहेछ, आफूले लगेको खानपिनहरू त्यहाँ खाँदो रहेछ ओछ्याएर बसेर मजाले इन्जोय गर्दो रहेछ त्यहाँनिर। हामी त खाजा बोक्नु त छैन, आफैलाई हिँड्नु गाह्रो। हाम्रो पछाडि कोही छैन अहिले, हेर्नु सबैजनाले हामीलाई नागेर गइसक्यो। अब पछि आउनेहरूले पनि भेट्दैछ हामीलाई। अब गएकै नि हामी त यसरी गएकै कति आउँछ भन्नु आउँदैन, आउँछ भन्नु आउँदैन, बाटो काटिँदैन, आमा गाह्रो। ऊ पछाडिको ग्रुपले हामीलाई भेट्नु सक्यो, कोही फर्किँदैछ। गाह्रो नि हौ हिँड्नु चाहिँ, गएपछि चाहिँ फेरि मजा रमाइलो भयो। हिँड्दाखेरि त यति गरम हुन्छ, सबै साथीभाइले ज्याकेट खोल्दै हिँड्दै गरम भयो, बेसी हिँडाइ भयो। यो वर्षेको 5-6 किलोमिटरको जर्नी चाहिँ हामीले कहिले पनि, मैले चाहिँ बिर्सिँदिनँ होला, यस्तो हिँडेको चाहिँ कहिले पनि थिइनँ मैले। यो चाहिँ मैले अब फर्स्ट टाइमै हो यस्तो लामो हिँडेको चाहिँ। मजै आउँदैछ एक प्रकारले। बाटोमा यस्तो पनि बनाएको हुँदो रहेछ मान्छेहरूले, ढुङ्गाको के बनाएको त्यस्तो थाक लगाएर बनाएको हुँदो रहेछ। हेर्नुहोस् कति हिँडिरहेको छ मान्छेहरू, ज्यादा नै यति बिघ्न छ। अब चाहिँ हामी पुग्नु आँट्यो, वर्षे 1 किलोमिटर छ भन्दैछ त्यहाँबाट, त्यहाँ देखाइरहेछ। अब चाहिँ उकालो अलिकति यहाँबाट चाहिँ वर्षे 1 किलोमिटर छ, 4 किलोमिटर हिँडिसक्यौँ। अब चाहिँ उकालो धेरै छ कि, निकै उकालो पर्दो रहेछ, निकै भन्दा पनि 150 भन्दा अलिकति उकालै, हिँड्नु अलिक गाह्रो नै पर्दो रहेछ लास्टमा चाहिँ, पुग्ने बेलामा चाहिँ। हजुरहरूलाई पनि यो कुराले अलिकति जानकारी हुन्छ भनेर मैले यो भिडियो राख्दैछु। अब हामी वर्षेको जङ्गलको त्यहाँ पुगिसक्यौँ, लास्टमै पुगिसक्यौँ। अब हामी रमाइलो गर्दै अझैसम्म पनि अझै थुप्रो छ। अब जङ्गलमा एन्टर गऱ्यौँ हामी। अझै छ के एकदमै। घुम्दै हिँड्दै अब चाहिँ वर्षे पुग्यौँ हामी, अब चाहिँ वर्षै पुग्यौँ। अब वर्षे पार्कमा पुग्यौँ हामी। सो साथीहरू, थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। सो
हजुरहरूको जानकारीको लागि मैले यो सबै राख्दैछु। नेक्स्ट इयर पक्कै नै हजुरहरू नजानु हुनेहरू पनि जानुहुन्छ, त्यही कारणले यो जानकारी लिइराख्नुहोस् सो द्याट हजुरहरूलाई सजिलो पर्छ। अनि प्रिपेयर त्यस्तै प्रकारले गर्नुहुन्छ होला होइन, प्रिपरेसन त्यस्तै प्रकारले गर्नुहुन्छ होला। हामी लास्टमा चाहिँ 5 किलोमिटर दूरी तय गरेर हामी यहाँ रमाउन आइपुग्यौँ। सो यो हजुरहरूको लागि जानकारीको लागि भिडियो राखिदिँदैछु। यो फुल भिडियो युट्युबमा हेर्नुहोस्, युट्युबमा राखिएको छु मैले। अनि वर्षेको झलकहरू अलिअलि राखिदिएको छु, अनि युट्युबमा हेर्नुहोस् है। सबैलाई म यो रिक्वेस्ट गर्छु। यो वर्षे आइपुगेको हामी एकदमै अब यहाँ मान्छे उत्तिकै भिड हुन्छ। यहाँ हेर्नुहोस् फुलहरू यति बिग्न हुन्छ रहेछ फुलहरू, मान्छे त्यतिकै हुँदो रहेछ। अनि यो त थ्याङ्क यू सो मच।